हेलो गाइज, आज मेरो डे 18 थियो र आज डे 18 मा मैले गरेँ फर्स्टमा रनिङ गाइज। आज खासै मैले धेरै एक्सर्साइज गरेन गाइज र 100 मिटर रनिङ गरेँ मैले। तपाईँहरूको रनिङको टाइम कति हो गाइज कमेन्ट गरेर भन्नुहोस्। 100 मिटर रनिङ तपाईँहरू कति सेकेन्डमा हान्नुहुन्छ या कति मिनट लगाएर हान्नुहुन्छ। त्यसपछि गरेँ गाइज मैले क्यालिस्थेनिक। सो क्यालिस्थेनिक चाहिँ मेरो फेभरेट हो गाइज। हेर्न सक्नुहुन्छ तपाईँहरू कसरी गर्छु मैले। त्यसपछि मसल अफ गरेँ। मसल अफमा खासै पर्फेक्ट भएन गाइज, त्यही पनि मैले गर्छु मसल अफ 5-6 वटा त गरिदिन्छु यस्तै गरेर। हेर्न सक्नुहुन्छ गाइज तपाईँहरू मैले कसरी घुम्छु भनेर होइन। हेर्नुहोस् म घाँटीले पनि झुडिन्छु क्यालिस्थेनिक गर्दाखेरि। र मैले फेरि गरेँ ह्याङ्गिङ। जतिसुकै ह्याङ्गिङ बारमा झुडियो नि गाइज त्यति नै राम्रो हो क्या मान्छेहरूको लागि होइन। हेर्न सक्नुहुन्छ तपाईँहरू मैले बारमा ह्यान्डस्ट्यान्ड पनि गर्ने प्रयास गर्दैछु र गाइज मैले चाहिँ गर्न चाहिँ सकेन। हेर्नुहोस् गाइज र आजको वर्कआउट मेरो यति नै हो गाइज। त्यही भएर मैले आज धेरै वर्कआउट गरेको थिएन अनि आज चाहिँ मेरो ह्याङ्गिङ बार मात्रै गर्ने वर्कआउट गरेँ गाइज, किनकि मैले हिजो ओभर वर्कआउट गरेँ।